नमस्ते गाइस सबैजनालाई। यो चाहिँ हाम्रो गाउँ है, कस्तो हरियाली छ, स्वर्ग छ है। यो चाहिँ लसुन हो, हरियो लसुन। हेर गाई छ हैन, खाउँ 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 जस्तो लाग्ने। यो पुरै उतैसम्म छ है गाइस। यो चाहिँ यो अनि त्यसपछि ठक्क लाएर गाउँ हेर्नु, यहाँतिर जङ्गल हेर्नु, त्यसपछि रोड पनि छ हैन। यहाँ के को बोर्डहरू पनि छ है, भोगटेको बोर्ड। यो हाम्रो दाउरा चाहिँ अब के भन्छ, भात पकाउनलाई है गाइस। अनि त्यो बाख्रा भइहाल्यो। यो चाहिँ हाम्रो पुरानो घर। देखाइदेऊ छोरा, उता हिँड न, देखाइदेऊ हाम्रो पुरानो घर। यस्तो गर न बस। अनि यो हाम्रो चुलो, रक्सी पार्ने चुलो। यो हाम्रो नयाँ घर होइन, यो चाहिँ हाम्रो कुखुरा पाल्ने ठाउँ हो, सानो होइन, हुन्छ र। यो माथिल्लो घर आन्टीहरूको घर होइन, रमाइलो छ ठाउँ होइन। सबैजना होइन, सबैजनाले हेरिदिनु होला हाम्रो भ्लग है। यसलाई चाहिँ किम्बु भन्छ है, किम्बु भर्खर भर्खर फल्दैछ है। हेर्नुहोस् गाइस, किम्बु भन्छ यसलाई चाहिँ। ल, यसलाई अम्बक भन्छ, लप्सी हो यो चाहिँ हाम्रो। ठक्क लाएर लप्सी होइन। त्यसपछि आयो बारी, यो चाहिँ हाम्रो लसुन बारी है गाइस। लसुन टन्नै छ, लसुन होइन, हरियो लसुनहरू टन्नै छ हजुर। कतापट्टि, यतापट्टि। ल देखाइदिएको छु। यो हाम्रो के घर, टस घर हो। ल गुड। अब हामी यता जानेछौँ। यहाँ तल चाहिँ दाइको घर हो होइन। यहाँ मासतिर चाहिँ हाम्रो होइन बाटो छ, उहाँ माथि जाने बाटो। त्यहाँ चाहिँ आज डढेलो लागेछ। यो चाहिँ हाम्रो जल्किनी बजार भन्छ यो बजारलाई चाहिँ, जल्किनी बजार भन्छ है गाइस। यो बजार चाहिँ जल्किनी बजार। यो चाहिँ हाम्रो कम्पनी है। यो चाहिँ हाम्रो कम्पनी हो, कम्पनी। चारैतिर हरियाली, एकदम रमणीय ठाउँ छ गाइस। यो